साथी हो कोचले कन्टेस्टेन्टको खुट्टा ढोकेको कहिले देख्नु भएको छ? देख्नु भएको छैन भने अब हेर्नुस्। बोइज किड्स सिजन 5 को ब्लाइन्ड अडिसनमा देख्न पायौं अचम्मको दृश्य। गीत सुरु अनि कोचको 7 चक्र खुल्यो। गीतको पहिलो लाइन सयौं जुनी पाउन सकिन्छ सकिन बस यतिमै कोचहरुको सातो गयो। सबैभन्दा पहिला मिलन म्याम उनको मुखबाट आफसे आप निस्कियो आम्मामा। यो आम्मामा साधारण आम्मामा थिएन, यो बच्ची कहाँबाट आयो यार वाला आम्मामा थियो। मिलनले ढोका खोलिदिएपछि अर्जुन पोखरेल केकम आहा भन्दै उनी पनि घुमे। मंगदेन र सत्यराज सर त मुख मिठ्याउँदै हेरिरहेको सिन नै गजब। अब कोच हैन हाम्रा कोचहरु केटाकेटी पो भए कि चल्दै अर्जुन र मिलन स्टेजमै गएर नाच्न थाले। ब्लाइन्ड अडिसन हो कि दोहोरी साझो छुट्याउने गाह्रो। सत्यराज सर त मैले कहिल्यै देखेको थिइनँ भन्दै टाउको हल्लाइरहेका थिए। ढोक्ने भाइरल मोमेन्ट हेर्नुस्। गीत सकियो पुरै हल सन्नाटा र त्यसपछि अर्जुन पोखरेल अलको चर्चित संगीतकार यो सानी नानीको खुट्टा ढोक्न पुग्छिन्। कस्तो राम्रो गाउनु भएको, कस्तो राम्रो। वाह, यो दृश्यले मन जित्यो। यो चेयर रन हैन, यो सम्मान हो। ट्यालेन्टको अगाडि उमेर पद सबै फिक्का हुन्छ भन्ने यो प्रुफ हो। यो सिजन किन बबल हुनेवाला छन् त? ट्यालेन्टको लेभल। एउटै गीतले चारै कोच घुमाउनु र नचाउनु। यो सिजनमा साधारण भन्ने शब्द नै डिक्सनरीबाट हटाइदिए हुन्छ। अर्जुन र मिलन टम जेरी जस्तो। ट्यालेन्ट फकाउन यी दुईले जे पनि गर्छन्। एकजनाले खुट्टा ढोक्छन्, अर्कोले के गर्छ होला? चेयर बोकेरै घरसम्म पुर्याउँछ कि क्या हो? यी दुईको लडाई हेर्नकै लागि भए पनि सो हेर्नै पर्छ। इमोसनको सुनामी हेर्नुस्। हसाउँछ, रुवाउँछ अनि आम्मामा भन्न लगाउँछ। बोइज किड्स सिजन 5 भनेको इमोसनल रोलर कोस्टरको टिकट हो। यसैले साथी हो रिमोट रेडी राख्नुहोस् त बोइज किड्स सिजन 5 आउँदैछ। यो पटक ब्लाइन्ड अडिसन मात्र हैन, कोचहरुको ब्लाइन्ड नाच पनि हेर्न पाइनेछ। कमेन्टमा लेख्नुहोस् यो नानी कसको टिममा जान्छ जस्तो लाग्छ अनि यो भिडियो त्यो साथीलाई शेयर गर्नुहोस् जसले आम्मामाको मिनिङ बुझ्दैन र साथै सिजन 5 को ताजा अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोस्। हामी अर्को भिडियोमा भेट्ने नै छौं।